अहिले म यो जडीबुटी स्थित मनहरा सुकुम्बासी बस्तीको छेउछाउमा छु। यहाँ देख्दै हुनुहुन्छ नगरपालिका प्रहरी सबैको सहकार्यमा यो खोलाको छेउछाउमा, यो मनहरा खोलाको छेउछाउमा जति पनि बस्तीहरू बसेका थिए ती सबैलाई अहिले व्यवस्थित गर्ने काम भइरहेको छ। यहाँनिर यति धेरै भिड छ कि है, सम्भवतः यति धेरै भिड मैले आजसम्म यो छेउमा यो दायाँ बायाँ मैले देखेको थिइनँ होइन। अत्यन्तै धेरै भिड छ है। हेर्नुहोस् त, खोलाको किनारहरूमा स्थानीय बासिन्दादेखि लिएर यो बाटो हेर्ने यात्रीहरू पनि, पैदल यात्रीहरू पनि आएर चाहिँ के भइरहेको रहेछ, यहाँनिर के हुँदैछ भनेर यहाँ बुझ्ने हेर्ने गर्दै हुनुहुन्छ यहाँनिर। खोलाको छेउमा यसरी बस्ती बस्दाखेरि एक त यो कुनै बेला बाढी पहिरोको त समस्या जोखिम त हुन्छ नै होइन। त्योभन्दा बाहेक अरू पनि एउटा पर्यावरणलाई पनि असर गर्छ धेरै। अब अव्यवस्थित यो बसोबासले गर्दाखेरि खोला नाला प्रदूषित हुने भयो नै होइन। त्योभन्दा अरू पनि अब त्यहाँनिर कुनै घटना भइहाल्यो भने होइन, मानव आगो लागि मात्र भइहाल्यो भने पनि गाउँको छिर्ने ठाउँ छैन होइन। एउटा सानो रोग लाग्यो भने त्यो रोग सर्नु सबैतिर फैलिन्छ। यहाँ देख्नुहुन्छ, यहाँ पक्की घरहरू पनि छन् यहाँनिर। यो पक्की घरहरू पनि भत्काइँदैछ यहाँनिर। यतापट्टि एउटा घर त यो लगभग आधी भत्काइसकेको छ होइन। त्यो अरू पनि भत्किने क्रममा छ होला सायद है। अब यो पक्की घर भत्किने भनिँदैन, मापदण्ड के कस्तो छ होइन, त्यो त त्यही अनुसार गरिन्छ होला। यहाँ तपाईँ देख्न सक्नुहुन्छ यहाँनिर है। यो मान्छेको यो हेर्ने यो रमिता हेर्नेको भिड त छुट्टै छ होइन। अझ यो मनहरा पुलमा हामीले अहिले हेर्ने हो भने चाहिँ लगभग 1000भन्दा पनि बढी सुरक्षाकर्मी, प्रहरीहरू अनि महानगर प्रहरीहरू त्यति धेरै मात्रामा हुन्छ कि होइन। अब यहाँ पहिला पनि धेरै प्रयास गरेको यो बस्ती हटाउनको लागि। अब विभिन्न राजनीतिक समस्याले गर्दाखेरि यो सम्भव भएन होइन। अब अहिले त अब त्यो बेला बालेन मेयर हुँदाखेरि उहाँले गर्न खोज्नुभएको थियो, त्यो सम्भव भएन। किन भन्दाखेरि सरकार अनुनै पार्टीको थियो र त्यो बेला चाहिँ सहयोग नभएको कारणले गर्दाखेरि त्यसरी त्यो बेला चाहिँ सम्भव भएन। अब अहिले बालेन आफै प्रधानमन्त्रीको चाहिँ कुर्सीमा विराजमान हुन्छ होइन। त्यसले गर्दाखेरि सायद सहज भएको होला होइन। पहिला यस्तो खालको चाहिँ माइकिङ गर्दाखेरि यसरी त ल है हामी आउँदैछौँ बस्ती खाली गर्नु भन्दाखेरि उल्टो यहाँ झडप हुने अवस्था, मान्छे मर्नु पर्दा यहाँ दुनियाँ चाहिँ अवस्था आउँथ्यो भने। तर योपालि मैले यहाँ मात्र होइन, उता यो थापाथली होइन, अनि त्योभन्दा बाहेक त सिनाम मङ्गल धेरै ठाउँ मैले देखेको छु। लगभग यस्तो खालको चाहिँ ठुलो कुनै अप्रिय घटना घटेको छैन है। अब खोला छेउमा बसोबास गर्ने चाहिँ जति पनि नागरिक हुनुहुन्छ उहाँहरू पनि बुझेर ल यस्तो हामी गर्न नहुने रहेछ भने बुझेर उहाँहरू चाहिँ आफै कतिजना आफै जानुभयो होइन। अब एउटा प्रश्न के उठ्छ भन्दाखेरि सुकुम्बासी हो भनेर पहिचान कसरी गर्ने त होइन। त हामी मात्रै नहुँदाखेरि पनि सुकुम्बासी हुने हो कि, अब मानव ब्याङ्क ब्यालेन्समा चाहिँ अब लाखौँ करोडौँ हुने होइन, अनि जग्गा मात्र नहुँदा उहाँले सुकुम्बासी भन्ने हो कि, त्यस्तो मान्छेले सुकुम्बासी भन्ने कि, अथवा चाहिँ तिन पुस्ते हेर्नुपर्ने हो कि। तिन पुस्ते भन्नाले अब चाहिँ जो व्यक्ति सुकुम्बासी भनेर बसेको छ होइन, त्यो व्यक्तिको छोरा नाति हेर्नुपर्ने हो कि, अथवा चाहिँ बाउ बाजे हेर्नुपर्ने हो होइन। मेरो विचारमा चाहिँ के लाग्छ भन्दाखेरि जो मान्छे सुकुम्बासी भनेर बसेको छ त्यो मान्छेको चाहिँ बाउ बाजे छोरा नाति होइन, यो सबै पुस्ताको चाहिँ जाँचबुझ गरेर जग्गा जमिन छ कि छैन होइन, त्यो बुझेर मात्रै सुकुम्बासी चाहिँ हो होइन, यकिन गर्नुपर्छ होइन। अब यहाँ त अब हामीले अस्ति पनि समाचारमा देखिहाल्यौँ, अब सुकुम्बासीको नेताको चाहिँ 35 रुपियाँ जग्गा, 36 रुपियाँ जग्गा, कसैको 2 रुपियाँ जग्गा, कसैको 6 आना जग्गा होइन। यो खालको चाहिँ समाचार सुन्दै गर्दाखेरि हुन्छ नि, वास्तविक सुकुम्बासीले पनि यहाँ समस्या भोग्नु परिरहेको छ क्या है। मान्छेले वास्तविक सुकुम्बासीलाई पनि त्यही नजरले हेरिरहेछन्। यिनीहरू चाहिँ पनि भुकुम्बासी हुन्, यिनीहरूको चाहिँ
दुनियाँ ठाउँमा चाहिँ दुनियाँ सम्पत्ति छ, यहाँ चाहिँ आएर खोलाको जग्गा कब्जा गरेर बसेका छन् भन्ने खालको चाहिँ त्यो खालको नराम्रो चाहिँ सन्देशहरू गइरहेको छ क्या। त्यसले गर्दाखेरि सरकारसँग चाहिँ आग्रह के गर्दैछु भन्दाखेरि सकेसम्म वास्तविक सुकुम्बासी पहिचान गरेर उहाँहरूको चाहिँ पुनर्वासदेखि लिएर पुनर्स्थापनादेखि लिएर हरेक कुराहरूको जिम्मेवारी सरकारले लिएर अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ होइन। नत्र भने चाहिँ एउटा साधारण मान्छे होइन त्यस्तो मान्छेप्रति अन्याय हुन्छ। अनि हेर्नु चाहिँ यो सुरक्षाकर्मीहरू यो त एकदमै थोरै सुरक्षाकर्मी हो। यदि हामी 10 बजेतिर चाहिँ त्यो मनहराको पुलनेरि हामी आइपुगेका थियौँ भने होइन त्यो बेला चाहिँ देखिन्थ्यो कि कति चाहिँ सुरक्षाकर्मीहरू चाहिँ परिचालित गरेका थिए होइन। डोजरहरू अहिले यहीँनिर 4-5 डोजर लिने गाडी छ होइन। कतिहरू कति चाहिँ जनताहरू त्यहाँ बस्ने जनताहरू आफ्नो सामु सार्दै हुनुहुन्छ, कतिजनाले सारिसक्नुभयो होइन। नेपालमा हुन त आज बिदाको दिन है सार्वजनिक बिदाको धेरै मान्छेहरू देख्यो होइन। हिसाब गर्ने हो भने यसरी यो रमिता हेर्ने मान्छेहरू यहाँनिर लगभग 5-6 हजारको चाहिँ हाराहारीमा हुन्छ होइन। अन्त एउटा रमिता हेर्ने म पनि परेँ होइन। तर कस्तो भन्दाखेरि यहाँनिर अहिले स्कुटर मोटरसाइकल के अरे सायद पार्क गर्ने ठाउँ पनि छ।